हात जोड्नुहोस्। ओम नमो नमः। एकम अहम दोहम नास्ति न भूतो न भविष्यति। ओम नमो नमः। सबैजनाले हात जोडेर बस्नु होला। केपी प्रचण्ड व्रत कथाय नमः। यदा न यदि विक्रम संवत 2077 साल केपी प्रचण्ड व्रत कथाय नमो नमः इति प्रचण्डय व्रत कथा आदि नमो नमः। सबैजनाले हातमा फूल राखेर हात जोडेर बस्नुहोला। नेपाल देशमा कथा यसरी सुरु हुन्छ। केपी प्रचण्डय व्रत कथा नमः। नेपाल देशमा पर्ने कास्की जिल्लाको ढिकुर पोखरीमा 2011 साल ताका पिता मुक्तिराम र माता भवानीले 1 वर्ष अघि गरेको मेहनत सफल भयो। मेहनतको फलस्वरूप पुष्प निस्कियो जो कमल थियो, जसले दाहाल थर ग्रहण गर्यो। मङ्सिरको जाडो महिनामा जन्मिएको ऊ प्रचण्ड शरीर गर्मी भयो। MBAसम्म पढेका उनले स्कुलमा समेत पढाए। उनका केही साथीहरू भन्छन्, यस्ता शिक्षकले पढाएका विद्यार्थी कस्ता भए होलान्, कोहीले 70 करोड खाए होलान्, कोहीले वाइट बढी पचाए होलान्, कोहीले ललिता निवास बेचे, कोहीले महाकाली बुढी गण्डकी बेचे, कोहीले क्यान्टनमेन्टको पैसा घिचे। कर्मचारीले भ्रष्टाचार गरे पाइलै पिछे, कोहीले बाख्रा पाले, कोहीले सर्प पाले, जनप्रतिनिधिले चुनावको बेला खुवाए रक्सी र लोकल कुखुराको भाले। कोहीले त प्रभु यहाँ यसरी भन्नुहुन्छ, कोहीले त 10 वर्ष आन्दोलन गरी 2 महिनामै 17,000 मान्छे ढाले। यसरी देशमा बलिदानी दिने पुर्खा पूर्वज र शहीदहरू भन्नुहुन्छ। देशमा बलिदानी दिने पुर्खा पूर्वज र शहीदहरू भन्नुहुन्छ। ओम प्रजातन्त्र स्वाहा, ओम पञ्चायत स्वाहा, ओम राजतन्त्र स्वाहा, ओम संघीयता स्वाहा, ओम धर्मनिरपेक्षता स्वाहा, ओम भ्रष्टाचार आहा, ओम आफ्ना आफन्त लाखा, ओम अर्काका आफन्त पाखा, ओम बाबुरामको सन्तान खै कहाँ, ओम वैद्यको सन्तान खै कहाँ, ओम विप्लवका सन्तान खै कहाँ, ओम माओवादी स्वाहा, ओम नेकपा एमाले स्वाहा। ओम यसै गरी यो देखेर प्रभु दुखी हुनुभयो र अर्का पात्रको कुरा गर्न लाग्नुभयो। प्रभुले अर्का पात्रका कुरा गर्दै यस प्रचण्ड केपी व्रत कथामा प्रभुले आफ्नो मुखारबिन्दुबाट यसो भन्नुहुन्छ, बुबा मोहन प्रसाद र आमा मधुमयाको कोखबाट सुर्ती जस्तो टर्रो बोल्ने 2008 साल ताका तेह्रथुममा जन्मिएका खड्गले 15 जनालाई खड्ग प्रहार गरे, 14 वर्ष जेल बसे। जीवनमा जसरी पनि राजनीति नै गर्ने भनी कम्मर कसे। कम्मर कस्दा अलि साह्रै कसेछन् क्या र, त्यसैले उनको 2टै किडनी ड्यामेज भयो। किडनी फेर्ने ठाउँमा दिमाग फेरिएपछि ओली अलि धेरै निरङ्कुश भयो। एउटा कानले सुन्यो, अर्को कानले उडायो।
एसएलसी पास गरेर हात्ती छाप चप्पल पड्काउँदै राजनीति गर्न भनी हिँडे। राजनीति नै गरेर घर पनि बनाए। यो देखेर धेरैले आफ्नो टाउको कन्याए। यसरी प्रभु भन्दै जानुहुन्छ, राजनीतिमा चतुर मानिने यिनीले सधैँ मान्छेलाई हँसाए, अनि कहिले प्रचण्डलाई फसाए, कहिले माकुनेलाई फसाए। प्रभु मिलन बिन्दुमा पुगेर भन्नुहुन्छ, जब प्रभुले मिलन बिन्दु देख्नुभयो, जब प्रभु मिलन बिन्दुमा पुग्नुभयो, प्रभु मिलन बिन्दुमा पुगेर भन्नुहुन्छ, सबैजनाले हात जोडेर बस्नुहोला। प्रभु मिलन बिन्दुमा पुगेर भन्नुहुन्छ, 2074 साल दसैँको टिकाको दिन केपी र पिकेले समलिङ्गी विवाह गरे। यो देखेर बादल माकुने झले ट्वाल्ल परे। यिनले भित्रभित्रै आफैलाई सिद्ध्याउने षड्यन्त्र गरे। यी दुईलाई अन्धो प्रेमको मतलबै भएन। यी दुई पार्टी बनाउन कतिले के गरे, कति मान्छे मरे। पिके र केपीको बिहे भएको 2 वर्ष नपुग्दै डिभोर्स भयो। केपीको क्वान्ची स्वास्नी माकुने पनि पिकेको सँगसँगै पहिला गयो। सबैको निर्णयमा बाटोमा बसे, हामी यहाँ छौँ लेख्ने कुरा भयो। 1-2 महिनाको कुरा, जब 1-2 महिनाभित्रै ठुल्ठुला आन्दोलन र जनसभा हुन गयो। यो देखेर प्रभु सर्वोच्च अदालत र निर्वाचन आयोग छक्क पर्नुभयो। 5 वर्षको कार्यकाल 2.5 वर्षमै चुनाव हुने भयो। यो दुर्गति देखेर कसैका झोला नबोक्ने स्वतन्त्र जनताहरू भन्नुहुन्छ, फेरि भन्नुहुन्छ, यो दृश्य देखेर, यो दुर्गति देखेर कसैका झोला नबोक्ने स्वतन्त्र जनताहरू भन्नुहुन्छ, हे प्रभु, यसरी भन्नुहुन्छ, हे प्रभु, मिल्न सक्दा वामदेव केपी र पिके सँगै मिल्नु, मिल्न सक्दा वामदेव केपी र पिके सँगै मिल्नु, सर्वोच्च प्रभुले न्याय दिँदा नेताको होइन जनताको हित हुने गरी दिनु। इति श्री श्री 5 वर्षे कार्यकाल 2.5 वर्षे विघटन, चुनाव गर्न आयोग गठन, केपीश्च प्रचण्डस्य जनता लुट्ने दिन समाप्ताय नमो नमः। ओम कम्युनिस्ट पार्टी स्वाहा। इति श्रीस्य केपी प्रचण्डस्य व्रतकथाय समाप्ताय नमो नमः। शेरबहादुरस्य द्वार खुलस्य।